माध्यमबाट ध्यानबाट पनि हामी त्यसलाई अभ्यासमा लानेछौँ। आसन, प्राणायाम, मुद्रा, ध्यानलाई परिपक्व बनाउनको लागि, ध्यानको मार्गलाई अझ प्रशस्त गर्नको लागि यी सहायक उपकरण मानौँ अथवा सहायक विधिहरू हुन्। र जति धेरै बन्धमा, जति धेरै मुद्राहरूमा अभ्यासलाई बढाउन सकिन्छ, ध्यानलाई, एकाग्रतालाई बढाउन सकिन्छ, त्यति धेरै ध्यानको अभ्यास अझ गहिरिँदै जान्छ र चित्तका वृत्तिहरूलाई, भित्रका आफ्ना भाव दशाहरूलाई हेर्न पनि सजिलो हुन्छ। यात्रा भित्रको छ। त्यसकारणले जति धेरै आफैको अध्ययन गर्न सकियो, आफ्नै मन, भाव, विचारहरूलाई जति धेरै निरीक्षण गर्न, जति धेरै अनुभव गर्न सकिन्छ, त्यति धेरै योगको यात्रालाई सहज बनाउन सकिन्छ। त्यति धेरै होशलाई बढाउन पनि सकिन्छ। हामीले जगतमा, समाजमा देखेका छौँ। हामीलाई पनि अलिकति ब्याकमा गएर, पछाडि गएर यहाँहरूले आफ्नो अनुभव गर्नुभयो भने कुनै बेलाको, कुनै समयको व्यवहार साना साना कुराहरूले पनि विचलित गर्ने, साना साना विषयहरूमा पनि प्रतिक्रिया दिने, त्यो पनि अलिकति एग्रेसिभ रूपमा, अनि तिनै कुराहरूलाई बार बार मस्तिष्कले, मनले दोहोऱ्याइरहने, एक दिन, दुई दिन, वर्ष दिन, यो व्यक्ति राम्रो, यो नराम्रो, यसले मलाई हेल्छ, यसले मलाई साथ दिँदैन भन्ने खालका भावहरू, यी विभिन्न प्रकारका भावहरूले मनोदशालाई विचलित गर्दथे भने अहिले आफैले आफैलाई हेर्नुहोला। अबको यो एक महिना, एक वर्ष, 2 वर्ष जति भयो साधनामा लागिएको, यो भन्दिनँ कि पूर्णतः मुक्ति मिलिसकेको छ विचारहरूबाट, पूर्णतः छुटकारा मिलिसकेको छैन, तर परिवर्तनलाई हेर्नुहोला। हिजोको भन्दा आज निकै हामी सहनशील बन्दैछौँ। हिजोको भन्दा आज धेरै नै भावलाई, धेरै प्रकारका समस्याहरूलाई त्यसलाई समाधान गर्नमा, अथवा चाहिँ त्यसमा धेरै विचलित नहुने भावदशा अथवा त्यस्तो प्रकारको संस्कार बढ्दै गइरहेको छ। यो मात्र ध्यान अनि एकाग्रता, विशेषतः आफूभित्रको अध्ययनको परिणाम हो। हिजोसम्म हामीलाई बाहिरी वस्तुहरू नै, विभिन्न प्रकारका परिकारका भोजन अथवा अन्य सांसारिक वस्तुहरूप्रति अत्यधिक महत्त्व, अति धेरै महत्त्व दिन्थ्यौँ भने अब त्यसलाई हामी कम गर्दै गर्दै आफ्नो अस्तित्वलाई, मानव जीवनको महानतालाई, यो मानव जीवनको यो जन्मलाई बढी महत्त्व, बढी आफ्नो प्राथमिकतामा राखिएको छ। जीवनमा प्राथमिकताको चयन गर्न जान्नु पर्दछ। जरुरी वस्तुहरू पनि हुन्छन्, जरुरी कार्यहरू हुन्छन्, कुनै सामान्य 2-4 दिन नगर्दा पनि हुने कार्यहरू हुन्छन्, कुनै लक्ष्यहरू गर्दै जाने, प्राप्त भयो ठिक छ, भएन भने ठिक छ, त्यस्ता लक्ष्यहरू, त्यस्ता क्रियाहरू पनि हुन्छन् भने कुनै यस्ता जरुरी कर्महरू हुन्छन् जसलाई गर्नै पर्ने हुन्छ। र त्यो जीवनमा, मेरो मानव जीवनको
लक्ष्य के हो त मेरो मानव जीवनको प्राथमिकताको चयन गर्दा कुन कुरालाई महत्त्व दिने, यी कुराहरूमा सजगता बढाउँछ। जति धेरै हामी मुद्रा ध्यानको मार्गलाई बढाउँदै लैजान्छौँ। हर वस्तु आवश्यक छन्, तर त्यो मेरो प्राथमिक पहिलो आवश्यकता हो, पहिलो खोजी हो त। मेरो जीवनलाई जति छ हिजोकोदेखि बाल्यकालदेखि आजसम्म जुन जीवन बढ्दै आएको छ, अब जति जीवन बाँचेको छ, कुन कुन वस्तुले मलाई हर हर समयमा साथ दिँदै दिँदै अनि भोलिको दिनमा पनि क्षण प्रतिक्षण मलाई सहयोग गरेका छन्, ती वस्तुहरूको सुरक्षा, ती वस्तुहरूको मूल्य र मान्यताप्रति सजगता जीवनको पहिलो प्राथमिकतामा आउनुपर्दछ। शारीरिक, मानसिक, भावनात्मक रूपमा जति सबल बन्दै गयो, व्यक्ति जति स्वस्थ बन्दै गयो, त्यति धेरै अध्यात्मको यात्रामा, त्यति धेरै परमात्माको दर्शनमा अझ बढी सहजता, अझ बढी नजदीकी बढ्दै जानेछ। त्यसकारणले अभ्यासको क्रममा आफूलाई एकदमै अध्ययन गर्दै, आफ्नो मनोदशालाई अध्ययन गर्दै साधनालाई अगाडि बढाउनु पर्ने हुन्छ। कुनै पनि कर्म गर्दा, कुनै पनि अभ्यास गर्दा अथवा व्यावहारिक व्यवहारहरू गर्दै जाँदा पनि आफ्नो मनोदशालाई कुन लक्ष्यले, कुन प्रकारको भावले, स्वार्थको भाव छ कि परमार्थको भाव छ कि, त्यो भावलाई पनि बुझ्दै बुझ्दै अभ्यासलाई बढाउन सकियो भने अवश्य पनि प्रत्येक कर्म, दिन प्रतिदिनका हाम्रा कर्महरू पनि साधना बन्नेछन्। त्यसैलाई ऋषिहरूले यदि म कुनै कर्म गर्छु भने यो ईश्वरको पूजा, मैले केही भोजन गर्छु भने त्यो ईश्वरको लागि चढाएको प्रसादी, यदि म हिँड्दैछु भने ईश्वरको परिक्रमा भनेर पनि व्याख्या गरे। भन्न खोजेको प्रत्येक क्रियालाई यदि मैले ईश्वरमा समर्पण गरेर, ईश्वर भन्नाले आफ्नो अन्तरात्माको परमात्मा, जुन शक्तिले मेरो जीवन चलेको छ, त्यसप्रति समर्पित भएर सम्पूर्ण कर्म ईश्वरको पूजाको लागि अथवा ईश्वरको सेवाको लागि, भगवत सेवाको लागि, जुन बिहान उठेर बिहान भने हामी विभिन्न प्रकारका विग्रहका सेवा गर्छौँ नि, अति उत्तम। त्योभन्दा बढी आफूभित्रको अन्तरात्माको सेवा पनि, आफूभित्रको ईश्वरको सेवा पनि महत्त्वपूर्ण छ। र तिनै क्रममा ऋषिहरूले विभिन्न विधाहरू, विभिन्न मार्गहरू, कहिले योगको, आसन प्राणायाम, बन्ध, विभिन्न प्रकारका विधिद्वारा त्यो अभ्यास गर्ने, त्यो एकाग्रतालाई बढाउने, त्यो होसलाई बढाउने प्रयास गराए। तिनै क्रममा हामी बन्धको अभ्यासमा औपचारिक रूपमा, सिद्धान्तको रूपमा धेरै कुरा बुझिसक्यौँ। अब यसलाई अझै बढी हामी अभ्यास गर्दै गर्दै थोरै दुई दुई पटक गर्दै गर्दै आज दोहोऱ्याउँ अनि भोलिदेखि एउटा भित्रलाई
एउटालाई मात्रै लामो समयसम्म बसेर ध्यानमा जाँदै जाँदै हामी जब अ, विशेष कक्षाहरूमा एउटा वा दुईटा मुद्रा, एउटा दुईटा विशेष धारणालाई लिएर हामी अभ्यास गर्नेछौँ। आजलाई एकचोटि सरसर्ती दोहोऱ्याउँदै जाउँ। सुरु गरेका थियौँ हामीले मूलबन्धबाट, अघि पनि गरियो अलिकति मूलबन्ध। मात्र दुई दुई पटक सुखासन पद्मासन, जुनमा यहाँलाई सहज हुन्छ, बस्नुहोला। देखिएको छ राम्रैसँगले है। यदि पद्मासन लाग्दैन, सजिलोसँगले सुखासनमा बस्न सकिन्छ, केही फरक छैन। योगमा सरलता हुनुपर्दछ। जबरजस्ती गरेर फेरि ध्यान सम्पूर्ण मेरो यो दुखाइमा गइरहेको छ, सम्पूर्ण ध्यान शरीरमा कहाँ असजिलो भएको छ, त्यो असजिलोपनमा गएको छ भने फेरि आफ्नो प्रमुख लक्ष्यप्रति ध्यान जाँदैन। त्यस कारण सहजता छैन, अभ्यास पुगेको छैन, बिस्तारै अभ्यास बढाउँला, जबरजस्ती नगरौँ। सजिलैसँग लाग्छ, केही अब अप्ठ्यारो पर्दैन, लामो समय बस्न सकिन्छ, त्यो राम्रो कुरा। सजिलोसँग गर्दन कम्मरलाई सिधा गरौँ। एकाग्रता, मनलाई आज मैले भनेको कतिको मान्छ त मन। यहाँ जति मनाउन सकियो, बाहिरी जगतमा त्यति मान्दछ। यहाँ जति अभ्यासमा हामीले मनलाई कर्ममा लगाउन सकियो, व्यवहारिक जीवनमा पनि त्यति नै लगाउन सकिन्छ। श्वास गहिरो, प्रश्वास गहिरो। योगको भाषामा पूरक, रेचक र कुम्भक भनिन्छ। पूरक श्वास भरियो पुरै, रेचक श्वास बाहिर गयो, कुम्भक भित्र गयो। पूरक, कुम्भक, रेचक। पूरक, कुम्भक, रेचक। भर्ने, रोक्ने, छोड्ने। भरौँ, छोडिदिउँ। फेरि एकपटक। अन्तिम पटक। भर्दै जाउँ, भर्दै जाउँ, भर्दै जाउँ। अझै भर्दै जाउँ। मूलबन्ध, मूलाधारलाई चप्प बन्द गरिदिउँ। अलिकति घाँटीलाई पनि झारेर जालन्धरले थोरै लक पनि गरिदिउँ। भरे गरौँला जालन्धरको विशेष अभ्यास। अहिलेलाई मूलबन्धलाई सहयोग गर्नको लागि मात्र। विश्राम, बिस्तारै बन्द खोलिदिउँ। फेरि एकपटक। प्रश्वास, अब श्वास भर्दै जाउँ, भर्दै जाउँ। पुरै बलपूर्वक मलद्वारका मसलहरूलाई टाइट गर्दै माथितिर खिच्दिउँ। मूलधार चक्रमा असर पर्छ। अति उत्तम। पुरै ध्यान मूलाधारमा ऊर्जा सञ्चार भएको थाहा पाउन सकिन्छ अलिक अभ्यासलाई बढाउँदै जाँदा। पड्डी आन बन्द।
लामो र गहिरो श्वास भरौँ बाहिर। फेरि एकपटक भित्र, बाहिर, बाहिर, अझै बाहिर। पेटलाई भित्र, नाभिलाई अझै भित्र लैजाउँ, अझै भित्र। विश्राम। जति धेरै सकिन्छ नाभिलाई भित्र 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 लगेर यहाँनिर अभ्यास बढ्दै बढ्दै जति लामो गर्न सकिन्छ निरन्तर अभ्यास बढाउँ। फेरि एकपटक पूरक, रेचक, अझै, अझै पेटभित्र, नाभिलाई मेरुदण्डसम्म पुर्याइदिउँ। बिस्तारै, बिस्तारै श्वास भर्दै बन्दलाई पनि खोलिदिउँ। जालन्धर, लामो र गहिरो श्वास, प्रश्वास, लामो र गहिरो श्वास, प्रश्वास। अन्तिम पटक भर्दै जाउँ, भर्दै जाउँ, अझै भित्रै अन्तर्कुम्भकमा घाँटीलाई चिउँडो चिउँडो लगेर छातीमा मिलाइदिउँ। बिस्तारै खोलिदिउँ। ध्यान कण्ठमा, अघि मूलाधारले स्वादिष्ठान, मूलाधार र स्वादिष्ठानमा, अनि उड्डयन, नाभि, हृदय। अब जालन्धरले कण्ठलाई विशेष विशेष दबाव दिन्छ। चक्र जागरणमा पनि यी बन्धहरूको, यी मुद्राहरूको धेरै ठुलो सहयोग रहन्छ। फेरि श्वास गरौँ, बन्द। विश्राम। त्रिबन्ध वा महाबन्ध, तीनटै बन्धहरूलाई एकसाथ पूर्ण सजगताका साथ श्वास भरौँ, फालौँ। फेरि एकपटक श्वास भरौँ, प्रश्वास। एकपटक श्वास भरौँ, भर्दै जाउँ, भर्दै जाउँ, अझै भर्दै जाउँ। जालन्धर बन्द, मूल बन्द, उड्डयन, अलिकति पेटलाई पनि भित्र।
तिनटै बन्दलाई एकसाथ ध्यान नाभिमा। विश्राम। विचार शून्यको अवस्था कति लामो आउन सक्छ ख्याल गरौँ। विचार शून्यको अवस्थालाई यथासम्भव बढाउँदै बढाउँदै लैजाने। बहिर्कुम्भकमा गरौँ। श्वास प्रश्वास। फेरि श्वास भरौँ। अन्तिम पटक श्वास भर्ने। फाल्दै अझै फाल्दै जाउँ। अझै बन्द। पेटलाई अहिले चाहिँ जति सकिन्छ भित्र लैजाउँ। पाँचवटा कुरा एकसाथ गर्छौँ है अब हामी। मौलबन्द, उड्डयन, जालन्धर, खेचरी अनि साम्भवी। खेचरी मुद्रा हामीले हिजो सिक्यौँ, जिब्रोलाई भित्र लाने। यथासम्भव पछाडि पछाडि लग्दै लग्दै जति दोबार्न सकिन्छ दोबार्ने। घाँटीमा मानिलिउँ हामी यहाँ रुद्रघन्टीमै अथवा कण्ठस्थानमै पुर्याउने प्रयास गर्छौँ। साथमा हामी साम्भवी मुद्राले यहाँ भ्रकुटीमा, त्रिनेत्रमा, सम्पूर्ण आँखाको दृष्टि त्रिनेत्रमा, यी पाँचैवटा क्रियालाई एकसाथ गर्न सकियो भने एक एकवटा गरेको भन्दा 100 गुणा बढी लाभ मिल्छ भनिएको छ। सुरु गरौँ। श्वास प्रश्वास। गहिरो श्वास भरौँ। प्रश्वास। अन्तिम पटक श्वास भरौँ। प्रश्वास। अझै अझै फाल्दिउँ, अझै फाल्दिउँ, अझै। मौलबन्द, ओटिएन बन्द, जालन्धर। त्योभन्दा अगाडि खेचरी लगाउन सकिन्छ। सम्भवी। जब गाह्रो हुन्छ बिस्तारै खोल्दा। न चिन्ता, न शोक, न सुर्ता, केही रहँदैन। मात्र अब सास चाहियो, अब मलाई श्वासको आवश्यकता भयो भन्ने भाव मात्रै बढ्दै जान्छ। पूर्ण अवचेतन मन, चित्त एकदमै सक्रिय बन्दै जान्छ। अवचेतन मन सक्रिय बन्दै जान्छ। त्यसले गर्दा चित्तका वृत्तिहरूलाई बाहिर निस्कन। जब आपत्ति हुन्छ नि भित्र, भनिन्छ यदि मुसाको दुलोमा सर्प पस्यो भने सब मुसाहरू बाहिर निक्लेर भाग्छन् अरे। त्यसरी नै जब यी बन्धहरूद्वारा हामी अभ्यासलाई गहिराउँछौँ,
अवचेतन मन चित्त सजग बन्दछ, जसले गर्दा भाववृत्तिहरू, कर्म संस्कारहरू, पुराना पुराना संस्कारहरू अनि बाहिर निस्कन थाल्छन्। एकपटक फेरि गरौँ, अन्तर्कुम्भकमा गरौँ अहिले, भित्रै श्वास रोकेर। त्यो बेलामा चाहिँ यो उड्डयनलाई बढी ध्यान नदिनु होला, अलि 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 मात्रै गर्नु होला, धेरै प्रयास नगर्ने। जान्छ अलिकति जति लान सकिन्छ, तर बहिर्कुम्भकमा जति धेरै भित्र नाभि जाँदैन। फेरि श्वास प्रश्वास, बढौँ अब श्वासलाई भर्दै 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 जाउँ। बन्धहरू सुरु गरौँ, मूल खेचरी लगाउँदै जालन्धर स्तम्भ। विश्राम। आसनको अभ्यासले जति हल्का, जति शरीरलाई स्वस्थलाई लाभ मिलेको छ, त्योभन्दा बढी मुद्राहरूको अभ्यासले, बन्धहरूको अभ्यासले मिल्छ भन्ने योगीजनको, ऋषिहरूको भनाइ छ। वास्तवमा एकचोटि हेरौँ, शिरदेखि पाउसम्म आफैले आफैलाई कति हल्का अनि विचार शून्य बनेको छ, मन शान्त बनेको छ। आँखा बन्द गरेर हेरौँ एकपटक आफैले आफैलाई, शिरदेखि पाउसम्म, पाउदेखि शिरसम्म, शरीर सर्ती। आहा, कति हल्का। पुरै ध्यान आफैमा। एक एक अभ्यासले जुन परिवर्तन ल्याएको छ, शारीरिक, विशेषतः मानसिक, बन्धहरूले, मुद्राहरूले शरीरमा भन्दा बढी मनमा, भावमा परिवर्तन ल्याउँछन्। बन्ध वा मुद्राहरूको अभ्यास अन्नमय कोशको भन्दा बढी मनोमय, प्राणमय कोशहरूको लागि बढी लाभदायी हुन्छ।
बिस्तारै बिस्तारै हामी ध्यानमा जान्छौँ। अश्विनी क्रियालाई गर्दै गर्दै, अश्विनी क्रियालाई गर्दै गर्दै हामी ध्यानमा जान्छौँ। र साथमा ओमकारको उच्चारण। हातलाई ज्ञान मुद्रामा राखिदिउँ। आँखा बन्द, गर्दन कम्मर सिधा। मनमा नै जब मलद्वार र मूत्रद्वारलाई अश्विनी क्रिया गर्दै माथि खिच्छौँ ओम, छोडिदिने फेरि ओम, माथि तान्दा ओम, 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 ओमको उच्चारणसँगै अश्विनी क्रिया। ओम, 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 ओम। मनमा नै ओमकारको उच्चारण अश्विनी क्रियाको साथमा। ओम, 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 ओम। संपूर्ण ध्यान मूल आधार चक्रमा। ओम, 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 ओम। विश्राम। लामो और गहरी श्वास भरो, भरते जाओ, भरते जाओ। त्रिबंध, फिर त्रिबंध लगा दो। विश्राम। बिस्तारै बंद खोल दो। श्वास बाहिर। अंतिम पटक त्रिबंध, महाबंध। पूरे शरीरलाई एकसाथ हेर्ने र मूलाधारदेखि सहस्रार्धसम्म जुन ऊर्जा फैलिएको छ त्यसलाई थाहा पाउने प्रयास गर्ने। पूरक, रेचक। पूरक गर्दै 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 पुरै भरिदिउँ। बन्द। ध्यान सम्पूर्ण शरीरमा, पिण्डमा एकसाथ र त्यहाँ भइरहेको ऊर्जाप्रति, ऊर्जाको प्रतिक्रियाप्रति, जे पनि ऊर्जाले अनुभव भइरहेको छ, समवेदना भइरहेको छ।
बिस्तारै श्वास बाहिर, बन्दरहरू खोलिदेऊ। त्यो हल्कापन, आनन्दको अनुभव शिरदेखि पाउसम्म अत्यन्तै आनन्दको अनुभव भएको छ, हल्कापन बढेको छ। त्यसैमा ध्यान, मात्र आफ्नो याद, शरीर, मन, भाव जहाँ जहाँ हेर्न सकिन्छ, आफ्नो याद। पुरै शरीर सजगताले भरिएको छ। होसमा वृद्धि भएको छ। आफैले आफैलाई आफ्नो अनुभव आफै स्वाध्यायको अभ्यास बढेको छ। कुनै कुराको कल्पना छैन, कुनै धारणा छैन। यथार्थ सत्य शरीरमा जे भइरहेको छ त्यसैको मात्र अनुभव। अहिलेको क्षण, मात्र अहिलेको क्षण, वर्तमान क्षणमा सजगतापूर्वक रहने। मन को, चित्त को सही स्थान वर्तमान हो, तर भूत र भविष्यमा दौडिरहने उसको स्वभाव छ। मात्र आफ्नो याद।
मात्र शरीर छ, शरीरमा भइरहेको समवेदना छ। शरीर पनि कतै तरल त बनिरहेको छैन, ठोस हो कि तरल हो। अनुभव गरौँ। शरीरको हल्कापन, विचारको न्यूनता, भावको निर्मलता अनुभव गर्दै गर्दै बिस्तारै स्थूल शरीरमा, स्थूल जगतमा फर्कने प्रयास गरौँ। आफू बसेको स्थान, आफू वरिपरिको आवाजहरू, आफू बसेको कोठा, अनुभव गर्दै गर्दै स्थूल जगतमा फर्किएर आऊँ र शरीरमा कहीँ कतै असजिलो भएको छ, त्यो असजिलोपनलाई अनुभव गरौँ। र दुई तीन पटक लामो र गहिरो श्वास लिँदै श्वास प्रश्वास गर्दै ध्यानबाट बाहिरिने प्रयास गरौँ। श्वास प्रश्वास सँगसँगै तीन पटक ओमकारको उच्चारण। इष्ट देव, इष्ट गुरु, अग्रज, पूर्वज, गुरुजन
संत महंत योगी जन सबै सबै प्रति आभार व्यक्त गर्दै धन्यवाद भावले भरिँदै ससम्मान प्रणाम गरौँ। सबैको जय होस्, सबैको मङ्गल होस्, सबै शान्त रहन्, सुखी रहन्, सर्वत्र सद्भाव सहयोग अनि प्रेमको भाव फैलियोस्। सबैको मङ्गल होस्। ॐ सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामयाः, सर्वे भद्राणि पश्यन्तु, मा कश्चित् दुःखभाग् भवेत्। ॐ सहना भवतु, सहनौ भुनक्तु, सह वीर्यं करवावहै, तेजस्विनावधीतमस्तु मा विद्विषावहै। ॐ शान्तिः, ॐ शान्तिः, ॐ शान्तिः। तातो ऊर्जालाई घर्षण गर्दै ऊर्जाको सृजना गरौँ र तातो ऊर्जाले आँखा सेक्दै बिस्तारै बिस्तारै आँखा खोलौँ। ॐ कराग्रे वसते लक्ष्मीः, करमध्ये सरस्वती, करमूले स्थितो ब्रह्मा, प्रभाते करदर्शनम्। ॐ प्रभाते करदर्शनम्।